नेपालमा जस्तै वाइवाई पाइँदो रहेछ है। वाइवाई चाहिँ किनेर ल्यायो। यो चाहिँ भेजिटेबल फ्लेभर भन्छ, तर यो नेपालको चाहिँ होइन रहेछ। सिजी ग्रुप ग्लोबल भन्छ होइन। कन्ट्री अफ ओरिजिन भनेको सर्बियाबाट आएको रहेछ। पकाएर खाँदा चाहिँ कस्तो हुँदो रहेछ भने पाक्न चाहिँ त्यति छिटो चाहिँ पाक्दो रहेनछ, तर खाँदाखेरि चाहिँ यो चाहिँ मिठो भएको छ। नेपालको जस्तो मिठो टेस्ट त होइन, तर पनि मलाई चाहिँ मिठो लाग्यो है। ठ्याक्कै नेपालको जस्तो चाहिँ हुँदो रहेछ, तर मिठै हो। यतिकोलाई मिठै मान्नुपर्छ, पिरो पिरो मिठो।